कि खाना पनि त्यस्तै थियो र आज मैले खाने पनि उस्तै छ र हुनु पनि पर्छ। तर अलिकति व्यस्तपन चाहिँ पाएको आफूमा, व्यस्त हुनु पनि पर्छ किनभने अब यो बेलामा मिडिया साथीहरूले पनि अलिक बढी खोज्नु भएको, अनि कहीँ कतै अरू कामको लागि निस्किँदा पनि भ्याट्ट भेटिहाल्यो भने बोलिदिनु न भन्नुभएको हिसाबले बोल्न पनि अलिकति आफूले व्यस्त चाहिँ पाइरहेको छु र आफूले व्यस्त बनाउनु पनि पर्छ। किनभने यो बेलामा गीत चलिरहेछ, अब गीतले चाहिँ एकातिर करोडको यात्रा तय गरिसक्यो, एकातिर फेरि यो गीत कसले गाएको भनेर आफू बिलिनै हुन्छु कि भन्ने चिन्ता पनि छ नि त। अनि त्यो भएको हिसाबले म पनि अलिकति म आफै नतात्तिकन हुँदैन भनेर म आफूलाई म हो पनि भन्नु बनाउनु पर्छ भन्ने हिसाबले म अलिकति व्यस्तै भइरहेको छु। के छ यो गीत चर्चा पाएसँगै पछिल्लो समय तपाईँ मार्फत गीत गाउन चाहनेको चाहिँ कतिको भेट छ? गीत आइरहेछ मलाई, गीत आइरहेछ है? हजुर, काम आइरहेछ। हेर्नुहोस् तपाईँले यता सोसल मिडिया अथवा यता मिडियातिर पनि भ्याइ नभ्याइ छ, उता काम गर्न पनि भ्याइ नभ्याइ छ। काम पनि अब अलिकति सोचेर गर्ने भन्ने भएर अझै ब्याक गरिरहेको छु। अलिकति फेरि गीतले अब यो गीतलाई त्यति धेरै हुन त 80%ले त माया गरिदिनु नै भएको छ, 10%ले के हो टाइपको कमेन्ट गर्नुभएको छ, 10%ले हाहा हुएको गीत भन्ने टाइपले पनि सोचिरहनु भएको छ। त्यो भएको हिसाबले अबको काम मलाई चुनौती छ, अनि चुनौती भएर पनि म अलिकति रोकिरहेको छु पछिल्लो समयमा। अबको काम कस्तो, किनभने यो गीतले मात्रै होइन अलिकति मेलोडियस काम गरेर पनि अगाडि बढ्छु। मेरो मनले चाहिँ अब मेलोडियस काम गर्नुपर्छ भन्ने छ। हिजो पनि मेलोडियस कामहरू नगरेको होइन, गरिराखेको हो, तर त्यो गीतहरूले त्यति सफलता प्राप्त नगरिरहँदा यो गीतले चाहिँ प्राप्त गरिरहेको छ। अब म सबैतिरबाट यतातिरबाट पनि मेलोडियस कामहरूबाट पनि सबैको मन जित्न चाहन्छु। त्यो भएको हिसाबले मैले आएको जति सबै काम चाहिँ लिएको छैन, आउन चाहिँ धेरै काम आइसक्यो तर मैले सबै काम एक्सेप्ट चाहिँ गरेको छैन। जस्तै नेपालको साङ्गीतिक क्षेत्रमा राम्रो खालको अघि नै तपाईँले भने मेलोडी सबै मिलेको, सबै एकदम शब्द सङ्गीत राम्रो भएको गीतहरू नचलेको धेरै छन्। तपाईँले गुनासो पनि गर्नुहुन्छ होइन, मेहनत गरेर बनाएको गीतहरू पनि चलेन मेरो भनमा। अब यो दर्याम कसैले त यो बुझेकै छैन होइन, दर्याम बनाएको छन्, टिकटक बनाएको छ होइन, अब भ्युज गएकै छ भनेपछि यो नेपालमा काहीँ न कतै यो विभिन्न किसिमका शब्द जोडेर सिरियस भावयुक्त सङ्गीत शब्द भन्दा पनि अलिकति फन्नी टाइपको अलि शब्द जस्तो भयो भने हुने गीत चाहिँ चल्ने रहेछ जस्तो तपाईँले पनि फिल भएको छैन? मलाई त्यो त छैन, किनभने हाम्रो टोटली क्याची शब्द छ नि त। जस्तै आमालाई धन्यवाद, छैन केही धन्यवाद, क्या राम्ररी जन्मायो दर्याम। केटीहरूले अहिलेको जेनेरेसनको केटाहरूले भन्दा केटीहरूले बढी टिकटक हेर्नुहुन्छ नि त, मन पराउनु हुन्छ नि त, त्यो सोसियल मिडियामा पनि हामीले हेर्न सकिन्छ। र अब जस्तै यता पनि लपक्कै उता पनि लपक्कै, यो केटाको जातै यस्तो दर्याम, केटीहरूले चाहिँ केटाहरूलाई सरापेको जस्तो टाइपले साडी लाएर आयो भने सर्वाधिक हिँड्छ, साडी लाएर आयो भने कालो चस्मा लायो भने पक्लक्कै ढल्छ केटो दर्याम। अब त्यसैमा पनि कोट लाएर आयो भने कालो चस्मा लायो भने पक्लक्कै ढल्छ केटी दर्याम। त्यो एकदम मिल्ने खालको छ नि त, त्यो हिसाबले त्यो गरेर पनि बनाइराख्नु भएको छ। अब पैसा हुँदा पछि लाग्छन्, दुःख पर्दा टाढा भाग्छन्, यस्तै संसार। यो अहिलेको परिवेशले मागिरहेको भएर मात्रै यो चलेको शब्दहरू चाहिँ अब यो एकदम अहिलेको पछिल्लो परिवेशहरूले मागिरहेको। जे हाम्रो जेनेरेसनले गीत भन्ने कुरा कस्तो भने मान्छेलाई केले इन्टरटेनमेन्ट दिन सकिन्छ, हाम्रो त टोटली फन्नी टाइपको, यसको त शब्दको अर्थ बुझिरहन भन्दा पनि यसले के भनेकोला भनेर त्यो बुझिरहन भन्दा पनि एकदमै यो परिवेशले समयले के मागिरहेको छ हामीले त्यो मात्रै प्रदान गरेका हौँ। यो दर्याम भने चाहिँ खास के हो? यो मैले धेरै ठाउँमा पनि भनिसकेको छु, यो मैले पनि भर्खरै बुझ्दै मात्रै नै छु। अब किनभने मेरो टोटली यता गण्डकी प्रदेशको भाग हो। गण्डकी प्रदेशतिर चाहिँ हरियो मकै, जुन दुधे मकै भनेर अझै हामी ठेट बोल्छौँ, दुधे मकै हामीले यसरी समातेर यसरी खान्छौँ नि, त्यो एकदम मनपर्छ नि। भर्खर दुधे मकै पलाएर अनि ठ्याक्क त्यो कोल्ने बेला पनि भएको हुँदैन, त्यो अलिकति थोरै सानो हुन्छ, त्यो मकै अलिकति छिप्पिसकेको हुन्न होइन। त्यो मकैलाई यसरी खानुलाई हाम्रोतिर चाहिँ कोपार्ने भन्छ होइन, कोपारेर खाने। हाम्रोतिर चाहिँ मुवाहरूले पनि कोपारेर खाऊ न भन्छन्थ्यो क्या, त्यो कोपार्ने भन्छ। तर यता दाङतिरको भागतिर, सुदूरपश्चिम मध्यपश्चिमको भागतिर चाहिँ यसरी खानुलाई चाहिँ जस्तो हाम्रो त यता दाँत हो नि त, हामीलाई थाहा छ सबैलाई नेपाली भाषा दाँत हो यो। अनि यो दाँतले चाहिँ यसरी खानुलाई चाहिँ दारेर खानु भन्ने त्यतातिरको चाहिँ त्यो चलन रहेछ। त्यसलाई चाहिँ दर्याम भनेको चाहिँ मकै दारेर खानुलाई चाहिँ दर्याम भनिन्छ। मैले सोसियल मिडियामा एक दुईवटा कमेन्ट देखाएको थिएँ कि यो दर्याम चाहिँ भन्छ नि यो के अरे डबल मिनिङ खालको यो शब्द हो रे भन्ने खालको नै देखाएको थियो। यो सम्बन्धी चाहिँ के जानकारी छ तपाईँलाई? मैले त्यस्तो भन्छु, बाटो मान्छेको दुईवटा हुन्छ,
कुन बाटो हिँड्ने, जस्तै एउटा यो बाटोबाट पनि त्यही पुगिन्छ, यो बाटोबाट पनि त्यही पुग्ने त त्यही हो, एउटै चोकमा पुग्ने हो नि त, यताको बाटोबाट नि यताको बाटो, तर मलाई कुन बाटो हिँड्न मन लाग्छ भन्ने कुरा हो कि आफूले कसरी लिन्छ त्यसलाई भने। यस, मलाई कुन बाटो हिँड्नु, मलाई यताको बाटो जाँदाखेरि मजा लाग्छ कि यताको बाटो हिँड्न मनपर्छ कि, अथवा कहिले हिजो त्यो बाटो हिँडेको आज यो बाटो म हिँड्छु भन्ने लाग्छ कि आफ्नो चोइस हो। त्यो भएको हिसाबले यो 2 अर्थी 3 अर्थी 4 अर्थी भन्दा पनि गीत नितान्त इन्जोइङ गीत हो, सबैले इन्जोय गर्ने इन्टरटेनमेन्ट खालको गीत हो होइन। यसको यसलाई जसरी दर्याम मकैबारीभित्र दर्याम अथवा के हो यो कोही नराम्रो काम पो गरे हो कि भनेर सोच्ने, नेगेटिभ दिमागले सोच्ने त्यो नै नेगेटिभ नै बाटो हो। र पोजिटिभ हिसाबले दर्याम मकैबारीमा गएर एउटा मकै केटाले अथवा केटीले फ्याट्ट मकै भाँच्यो, अथवा बुढी आमाले बच्चाले एउटा मकै भाँच्यो दारेर खायो दर्याम होइन। अब पोजिटिभ हिसाबले सोच्ने कि नेगेटिभ हिसाब कुन बाटो हिँड्ने चाहिँ जसको हातमा मोबाइलमा हाम्रो दर्याम बजिरहेछ उहाँको दिमागले झट्ट के सोच्छ त्यही हो। त्यही नै हो। ओके, हामीले धेरै कुराकानी गरिसक्यौँ होइन। अब यति चर्चित गायिकालाई अगाडि राखेर खालि गफ मात्रै ठोकेर बस्यो हाम्रो गाली गर्ने बेला भइसकेको छ। त्यही दर्याममा एउटा सुनौँ न त। सारी नाराई भने कालो चस्मा लाई भने पक्लक्कै ढल्छ केटो दर्याम ए मकैबारी दर्याम लहाई हरिया काक्रा कर्याम मकैबारी दर्याम हरिया काक्रा कर्याम दर्याम उइ थ्याङ्क यू। उही हुई छैन लास्टमा यो चाहिँ जस्तै तपाईँले स्टुडियोमा गाइरहँदाखेरि होइन कस्तो उ भएको थियो तपाईँले त्यो अनुभव के? बाहिर त अलिक फन्नी सुनिन्छ नि म भित्र नै एकदम इन्जोय गरिरहेको थिएँ तर मलाई अलिक बढी पिसाते चापिरहेको थिएँ, रिसाइ पनि रहेको थिएँ उही गर्दा झरेन नि फेरि थिएन त्यस्तो त। तर मलाई अलिक गाह्रो चाहिँ भइरहेको थियो। म रेकर्डिस्ट हाम्रो लक्ष्मणजीसँग चाहिँ छिटो गर्नु न कतिचोटि यही टेक लिने हो भनेर रिसाइ चाहिँ रहेको थिएँ। कति टेक लिनु भयो उहीको लागि? उहीको लागि भन्दा पनि त्यो दर्यामको पछाडिको त्यो टोटली थेगोको सेन्टेन्स चाहिँ हामीले 1-2 चोटि गरेका थियौँ। पहिला एकचोटि फेरि मैले पहिला रेकर्डिस्टले ओके भनिसकेको थियो अनि मलाई अलिकति नखुलेको जस्तो लागेर फेरि एकचोटि खुलाउँ न भनेर खास लाहाई भन्ने ठाउँमा खुल्न खोजेको थिएँ। अनि फेरि टोटली उहाँले सुरुबाटै रिरेकर्डको लागि प्रस्ताव राखेछु अनि त्यो गर्दाखेरि फेरि त्यो मिलेन। अनि तेस्रो चोटिलाई जाँदाखेरि अनि म अलिकति मलाई गाह्रो भइसक्यो भनिरहेको थिएँ। जस्तै तपाईँ एकदम फ्रेन्डली हुनुहुन्छ होइन, तपाईँ एकदम खुल्ला हुनुहुन्छ क्या, हामीसँग कुरा गर्दाखेरि अरूहरूसँग कुरा गर्दाखेरि तपाईँ एकदम जिस्किरहनुहुन्छ होइन, एकदम हाँसिरहनुहुन्छ क्या। यो हाँसिरहने यो जिस्किरहने बानीले कतै अप्ठ्यारो चाहिँ पठाइदिएको छ होइन। यस्तो छ, मलाई व्यक्तिगत रूपमा त खराब होस् त हाँसिरहन्छस् जिस्किरहन्छस् तेरो यो बानीले हामीलाई यस्तो अप्ठ्यारो पऱ्यो भन्नुभएको त आजसम्म एकजना पनि हुनुहुन्न। तर मभन्दा पछाडि मेरो ब्याक बाइटिङ कसरी गर्छिन्छ भन्ने कुरामा पनि फरक पर्छ। मलाई मेरो हिसाब म एकदमै बढी हाँस्छु, एकदमै बढी हाँस्ने मध्येमा पर्छु र हँसाउने मध्येमा पनि पर्छु क्या। साथीभाइहरू भेट कहिलेकाहीँ 1-2 दिन म लाइब्रेरीतिर कतै गएन भने पनि ओहो त नआएको सुन्ने भयो टाइपको साथीहरूले पनि होइन भेट्नुपर्छ भन्ने खालको कुराहरू। अनि म कहिलेकाहीँ गइराखेको हुन्न अनि म आफै पनि भेट्न आत्तिराखेको हुन्छु कि सबै भेटिराख्ने साथीहरूसँग पनि म अलिक बढी हाँस्छु। तर म त्यस्तै इमोसनल पनि छु। इमोसनल यो मानेमा छु म आफ्नो व्यक्तिगत रूपमा मात्रै इमोसनल हुन्छु र कुनै चिजहरूले मलाई छट्ट छोयो भने कसैले नराम्रो वचन लायो भने म त्यो मान्छेसँग डाइरेक्ट डिस्कस गर्दिनँ, प्रत्यक्ष डिस्कस गर्दिनँ। अनि मैले त्यसको डिस्कस चाहिँ घरमा गएर धेरै कुराहरू आफ्नो दिमागसँग आफ्नो मनलाई डिस्कस गराउँछु अनि आँखाहरूसँग डिस्कस गराउँछु, ऐनासँग हेर्छु, आफूलाई डिस्कस गराउँछु अनि डिसाइड दिन्छु। तर म उहाँहरूसँग डिस्कस चाहिँ गर्दिनँ। इमोसनल चाहिँ छु तर व्यक्तिगत रूपमा मात्रै छु, सामाजिक रूपमा छैन। ओके, केही अन्तर्वार्तामा देखाएको थिएँ तपाईँले मैले त श्रीमानको पैसा त सबै सघाएँ यो साङ्गीतिक क्षेत्रमा लागेर भन्नुभएको थियो होइन, के चाहिँ अहिले श्रीमान खुस हुनुहुन्छ? अहिले ठिकै छ, अझै हेरौँ अब योभन्दा अझै खुसी हुनुहुन्छ दुःखी हुनुहुन्छ भन्नुभन्दा पनि अबको बाटोहरू बल्ल बाटो तय हुँदैछ, बल्ल यात्रा गर्दैछु। अबको बाटोहरू अबको यात्राहरू कस्तो लिन्छ, अबको बाटोमा म त्यो गन्तव्यमा पुग्न सक्छु कि सक्दिनँ हुन त एक हिसाबले गीत ट्रेनिङमा गइसके पछाडि एउटा गन्तव्य मैले पुरा गरिसकेको छु। अब यो अर्को गन्तव्य गीत करोडलोमा जाँदैछ। करोडलोमा गएको दिन मैले 2टा गन्तव्य पुरा गर्छु र मेन मैले खोजिरहेको मैले चाहिरहेको गन्तव्य भनेको केही नभए पनि 2-3टा गीतहरू चाहिँ सर्वाधिक हुनुपर्छ भन्ने मैले खास त्यो सोचिरहेको छु। अब त्यो प्राप्त गरेँ भने अझै धेरै खुसी होइसिन्छ होला। मैले घरमा पनि भनिराखेको नै हुन्छु अहिले पहिलाको भन्दा त धेरै फरक छौँ हामी। त्यो जुन तपाईँले सिद्ध्याउनु भएको थियो नि हजुर त्यो चाहिँ पूर्त गरिसक्नुभयो कि बाँकी नै छ? बाँकी छ, अब चाहिँ तयारी छ अब चाहिँ तयारी छ।
कस्तो रिस्पोन्स छ उहाँको चाहिँ श्रीमानको? एकदमै राम्रो छ। अब त्यति उहाँ फेरि अलिकति आफै बिजी भएको भएर पनि हाम्रो गाडी छ अनि उहाँले चाहिँ ड्राइभिङ गर्छिन्छ आफैले। अनि बिचरा साँझदेखि बेलुकासम्म आफै ड्राइभिङमा गइसकेको भएर पनि त्यति धेरै कुराकानी त हुन पाइराखेको हुन्न। अब यो गुड मर्निङ र गुड नाइट मात्रै हो। बिचको पिरियडहरू त्यही गीतको विषयमा डिस्कस गरेर नि गीत कस्तो भयो के भयो अबको बाटो कसरी हिँड्ने भनेर त्यो लाइनमा कुरा गर्न चाहिँ पाइरहेका छैनौँ। बिचमा उहाँले अस्ति एक दिन चाहिँ आइसकेको थियो अनि त्यति बेला अलिकति छलफल चाहिँ भयो। अरू त्यस्तो रेस्पोन्स भन्ने पनि छैन, नराम्रो राम्रो। किनभने उहाँलाई एक दिन न एक दिन गीत चलाउने भन्ने थियो। अनि फेरि कस्तो हुँदो रहेछ भने जति आफूले जन्म दिएको छोराछोरी जति नै प्रधानमन्त्री भए पनि त्यो छोरा नै हुँदो रहेछ कि। त्यस्तै जस्तो अब म हिजो पनि उहाँको श्रीमती नै थिएँ, आज ट्रेनिङ नम्बर 1 को गायिका भए पनि म उहाँको श्रीमती नै हो। त्यो भएको हिसाबले उस्तै छ हिजो पनि आज पनि। यस्तो के पर्यो जस्तै अहिले त झन् तपाईँ निकै नै व्यस्त हुनुभएको छ होइन? अब उहाँलाई अब टाइम पनि अब दिन त्यति सकिरहेको छैन होला। त्यसमा उहाँले गुनासो त गरेको छैन। उहाँ पनि आफू व्यस्त भइसक्छ। उहाँ आफू नै काठमाडौँ एकदमै कम मात्रामा बसाइ हुन्छ। विशेष गरी हाम्रो गाडी चाहिँ उता अप्पर मुस्ताङतिर अनि उता चाइनातिर पाथिभारा इन्डिया बढी जान्छ अनि पोखरा बढी आउने। त्यो भएको हिसाबले काठमाडौँको कम रुट परिरहेको हुन्छ। त्यो भएको हिसाबले उहाँ नै काठमाडौँ आउनु भ्याइरहेको छैन। अब म त जति बिजी भयो नि दिउँसोमा बिजी हुने त अनि अरू टाइमहरू त साँझको टाइम बिहानको टाइम नाइटको टाइममा त म घरमै हुन्छु। उहाँ आइस्यो भने त म जति बेला सुकै टाइम दिन सकिहाल्छु, त्यस्तो छैन। जस्तै अलिकति भर्खरै तपाईँले भन्नुभयो होइन अलिकति भेटघाट अलिक कम हुन्छ भन्नुभयो होइन? यसरी हुन्छ नि एउटा सम्बन्धमा चाहिँ अलिकति भेटघाट कम भयो भने अलि सम्बन्धमा दरार आउँछ भन्ने खालको कुराहरू नै आउँछ होइन? कतै तपाईँ यसरी बिजी हुने उहाँ पनि बिजी हुने गर्दाखेरि कतै त्यो सम्बन्धमा दरार आउँछ कि जस्तो कहिले फिल गर्नुभएको छ? होइन, यस्तो सम्बन्ध भनेको यस्तो एउटा शब्द हो कि जो शब्द आत्मविश्वासमा भर पर्छ। हामी त्यो एकअर्कामा विश्वसित छौँ। उहाँले पनि मलाई विश्वास गरिरहेको छ, मैले पनि विश्वासमै छोडेको छु। उहाँले पनि मलाई आज बिहान बेलुका हर समयमा निस्किँदाखेरि विश्वासमै छोडिसकेको छ। त्यो भएको हिसाबले अहिलेसम्म त्यस्तो उहाँले पनि मलाई गुनासो गर्ने तिमीले यो भयो त्यो भयो अथवा यो नबोल त्यो नबोल अथवा समय कम दियो अथवा हाम्रो सम्बन्धमा यस्तो फरकपन छ त्यस्तो केही भनिसकेको छैन। मैले पनि त्यस्तो फरकपन पाएको छैन, उहाँले पनि पाइसकेको छैन होला मलाई जहाँसम्म लाग्छ। म भरे प्रश्न चाहिँ गर्छु एकचोटि। झस्काइदिनु भयो, थ्याङ्क यू सो मच। त्यही त अब सम्बन्ध नै बिस्तारै बिग्रिनु नि त, त्यसमा सजग पनि हुनुपर्छ होइन? ओके, अलिकति भावुक भइएको जस्तो लाग्यो, अलिकति रमाइलो माहौल बनाउने। हस् म भावुक छैन, म सधैँ यस्तै हाँसिरहेको छु। एउटा गीत सुनाउ न त अब। दरम नै हुन्छ, तपाईँलाई ठ्याक्कै कुन आउँछ ल उहाँकै लागि सुनाउनु नि त, उहाँलाई डेडिकेट गरेर। यता पनि ल पक्कै उता पनि ल पक्कै यो केटाको जतै यस्तो धरम धरम। थ्याङ्क यू सो मच। यो चाहिँ स्पेसल उहाँको लागि। तर त्यस्तो फेरि ल पक्कै चाहिँ होइसिन्न होला मलाई लाग्छ। म त त्यो घरमा विश्वासमै छु। तर मलाई फ्याटो यही आइहाल्यो, दिमागमा त्यही आइहाल्यो होइन? हजुर हजुर। अब यो हामीले इन्टरभ्यू गरिरहँदाखेरि अब तपाईँको गीत होइन अब करोडौँ क्लबमा